नमस्कार सम्पूर्णमा। आज चाहिँ म भइरहेको यो ठाउँको रेसुङ्गा नगरपालिका 10 सिमिचौर काभ्रे गुल्मी हो, तल्लो चौपारी हो। यो चाहिँ देखिरहेको तपाईँले राधाकृष्ण भगवानको मन्दिर हो। ओम नमः भगवते वासुदेवाय। यो भगवानको मन्दिर हो। यहाँनिर तपाईँ देख्नुहुन्छ ब्याकग्राउन्डमा देखिरहेको यतापट्टिको यो भलाचौर हो, काठपाटाहरू छ। यता तपाईँको चाहिँ बट्टाडा, ऊ पारी देख्नुभएको छ दरबार, यो गुल्मी दरबार गाउँपालिका एरिया हो पुरा। उतापट्टि देख्नुहुन्छ त्यो अराखाँची हो। त्यहाँभन्दा पछाडिपट्टि देख्नुभएका डाँडाहरू छ, त्यो सबै पाल्पासम्म पर्छ यहाँ। यतापट्टि तपाईँ देख्नुभएको छ यहाँ अब भाली तलङ्गा तपाईँ थाहै भयो, आप्पाटाहरू भयो होइन। यतापट्टि काउले भयो, यहाँ तल देख्नुहुन्छ, यहाँ तल यहाँ काउले भयो, सिमिचौर काउले हो। तलपट्टि अर्खले भयो, अर्खले। अनि यतापट्टि हाम्रो यो गौडाकोट हो। गौडा माथि मेन रोड त गौडाकोटबाट सिधा आएको चाहिँ यता सबै यहाँ आउँदै बुटोलबाट यतैबाट जाने बाटो छ। यहाँ मेन रोड छ साथीहरू। यता घोरले भइहाल्यो, माथि रेसुङ्गाको लेक। सबैलाई चाहिँ धेरै धेरै सम्झना छ। मैले सानो क्लिप्स राख्न चाहेको थिएँ युट्युबमा। हजुरहरूले माया गर्नु होला, हेरिदिनु होला। मैले नयाँ नयाँ कन्टेन्टमा राख्ने प्रयास गर्नेछु। केही गल्तीहरू भए, कमजोरी भयो भने म सुधार्ने कोसिस गर्नेछु। हजुरहरूले कमेन्टमा लेखिदिनु होला। र म चाहिँ अर्को भिडियोमा चाहिँ हजुरहरूलाई अर्को हाम्रो यो बाटो सम्बन्धी अनेक केही सम्बन्धी मैले राख्ने कोसिस गर्नेछु। हेरिदिनु भएको सम्पूर्णमा धेरै धेरै हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। यतिन्जेलको लागि सबैले स्वस्थ रहनु होला, मस्त रहनु होला, व्यस्त रहनु होला भन्न चाहन्छु। गुड नाइट। ओके, नमस्कार।